साथीहरु यो भिडियो निकै नै छोटो छ। तपाईहरुलाई यो मसल ग्रोथको विषयमा चाहिँ यसको फाउन्डेसनल प्रिन्सिपल के हो भनेर जान्न मन छ भने चाहिँ कृपया अन्त्यसम्ममा हेर्नु होला। तपाईले यो विषयमा सबै कुराहरु प्रष्ट हुनुहुनेछ। यो हेनिमन साइज प्रिन्सिपल भनेको चाहिँ मसल फिजियोलोजीको फाउन्डेसनल प्रिन्सिपल हो। र यो प्रिन्सिपलले के भन्छ भन्दाखेरि हामीले कुनै अब्जेक्ट लिफ्ट गर्यौं भने चाहिँ हामीले मोटर युनिट्सहरु चाहिँ रिक्रुट गर्छौं भन्छ। यो मोटर युनिट्स भनेको चाहिँ के हो भन्दाखेरि तपाईको ब्रेन र तपाईको मसल बीचको कनेक्सन हो के। यो नर्भ र मसल बीचको कनेक्सन चाहिँ के हुन्छ मोटर युनिट्स मार्फत भएको हुन्छ। यहाँ तपाईले देख्न सक्नुहुनेछ है डायग्राममा पनि। र यो मोटर युनिट्स चाहिँ रिक्रुट गर्दाखेरि चाहिँ कसरी रिक्रुट हुन्छ भन्दाखेरि तपाईले चाहिने जुन टास्क हुन्छ नि, चाहिने वेट चाहिँ लिफ्ट गर्नुहुन्छ नि, त्यो लिफ्ट गर्नलाई मिनिमम अमाउन्ट अफ मोटर युनिट चाहिँ कति चाहिएको छ हैन, त्यति नै रिक्रुट हुन्छ के। जस्तो तपाईले म्याक्सिमम अमाउन्ट अफ वेट उचाल्न खोज्नु भएको छ भने त्यसलाई जस्ट उचाल्न कति चाहिन्छ त्यति मात्र रिक्रुट हुन्छ। र यदि यो प्रोसेस चाहिँ कन्टिन्युअसली एक्सटेन्डेड पिरियड अफ टाइमसम्म भइराख्यो भने चाहिँ धेरै मोटर युनिट्सहरु चाहिँ रिक्रुट हुन्छन् र यसले चाहिँ मसल हाइपरट्रफीको गेट चाहिँ ओपन गरिदिन्छ। भन्नुको मतलब तपाईले आफ्नो बडीमा चेन्जेसहरु देख्न सक्नुहुनेछ, मसल साइजमा वृद्धि भएको। तर यो फिटनेस इन्डस्ट्रीमा चाहिँ यो मोटर युनिट्सको रिक्रुटमेन्ट गर्नको निम्ति चाहिँ हेभी वेट नै लिफ्ट गर्नुपर्छ भनेर व्यापक भ्रम चलेको छ। र यो चाहिँ यस विषयमा चाहिँ विभिन्न किसिमका रिसर्च पेपरहरु हैन, जर्नल आर्टिकल्सहरु पनि हामीले पढ्न पाइन्छ। तर खासमा के हो भन्दाखेरि ट्रुथ चाहिँ त्यो होइन। ट्रुथ भनेको चाहिँ त्यो मोटर युनिट्सहरु रिक्रुट गर्नलाई चाहिँ हामीले चाहिँ आइसोलेटेड कन्ट्र्याक्टर्सबाट त्यो मसलहरुलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि च्यालेन्ज गर्नुपर्छ के। यो अननेचुरल वेमा चाहिँ त्यो मसलहरुलाई चाहिँ च्यालेन्ज गर्यौं भने के हुन्छ भन्दाखेरि धेरै मोटर युनिट्सहरु चाहिँ रिक्रुट हुन्छ। र यो मसललाई चाहिँ अननेचुरल वेमा चाहिँ च्यालेन्ज गर्ने अथवा त्यो कन्ट्र्याक्टर्सहरु चाहिँ आइसोलेटेड कन्ट्र्याक्टर्सहरु चाहिँ जेनेरेट गर्ने भनेको कसरी भन्दाखेरि चाहिँ इदर एउटा स्ट्रेसको माध्यमबाट अथवा टेन्सन अथवा चाहिँ ड्यामेज, यो तीनटा कुरामा चाहिँ एउटा मात्र कुरा पनि प्रेजेन्ट भयो भने चाहिँ के हुन्छ भन्दाखेरि त्यहाँ मसलको ग्रोथ चाहिँ स्टार्ट हुन्छ, मसल हाइपरट्रफी चाहिँ एक्जिक्युट हुन्छ है त। यही नै हो यो मेन जिस कुरा भनेको मसलको फिजियोलोजीको मेन कुरा भनेको यही नै हो।